हजुरहरूलाई स्वागत छ। म मिलन खालिङ राई प्रशस्त। म चाहिँ केही निङ्ग्रोहरू खोज्न आइरहेको छु। एकदम मिठो हुन्छ निङ्ग्रो कस्तो हुन्छ भनेर म पनि देखाउन चाहन्छु। अनि अहिले चाहिँ म निङ्ग्रो टिप्नु गइरहेको छु। निङ्ग्रो तपाईँले पनि खानु सक्नुहुन्छ एकदम, अनि फ्राई गरेर खानु सक्नुहुन्छ तपाईँहरूले। अनि यो एउटा निङ्ग्रो भयो, यो पनि एउटा निङ्ग्रो, अनि यता पनि निङ्ग्रो हेर्नुहोस्, यसरी निङ्ग्रो हुन्छ। हामीले चाहिँ टिपेर खानु सक्छ। अनि अहिले म देखाउनु गइरहेको छु। अनि निङ्ग्रो कस्तो कस्तोमा हुन्छ म तपाईँलाई देखाउँछु। यस्तो हुन्छ, अनि यस्तो पनि हुन्छ, हेर्नु है, यस्तो यस्तो, अनि यो यस्तो निङ्ग्रो हुन्छ। देख्नुभएको छ होला तपाईँहरूले मेरो युट्युब च्यानलमा, हेर्नु होला। अनि मैले चाहिँ अहिले यस्तो प्लास्टिकमा टिप्दैछु, यस्तो प्लास्टिकमा। अनि यता पनि छ निङ्ग्रो, हेर्नु है, यस्तोहरू चाहिँ निङ्ग्रो तपाईँले देख्नुभएको छैन होला। निङ्ग्रोको बोट यस्तो हुन्छ, हेर्नुहोस् हेर्नुहोस्, यस्तो हुन्छ। तपाईँले पनि यसरी टिपेर खान सक्नुहुन्छ। थ्याङ्क यू, बाई बाई। हजुर, तपाईँहरूलाई स्वागत छ। निङ्ग्रो यस्तो हुन्छ। अनि यता प्लास्टिकमा हाल्दैछु, म यता प्लास्टिकमा हाल्दैछु। अनि निङ्ग्रोको बोट देखाउने छु म। अनि यस्तो, अनि यस्तो हुन्छ। तपाईँहरू पनि टिपेर यसरी खान सक्नुहुन्छ। हातले यसरी टिप्ने हो। अनि निङ्ग्रोको बोट यो चाहिँ निङ्ग्रोको बोट हो, यसलाई चाहिँ निङ्ग्रोको बोट भनिन्छ। अनि यस्तो हुन्छ निङ्ग्रो, हेर्नुहोस्, अहिले देख्नुभएको छैन होला, यस्तो हुन्छ निङ्ग्रो, हेर्नुहोस्। यो एउटा छ, अनि यतातिर छ, हेर्नुहोस्, यस्तो राम्रो निङ्ग्रो। अनि यस्तो हेर्नुहोस्, तपाईँले टिप्नु जान्दैन, म सिकाउँदैछु। मैले जसरी सिकाएँ त्यसरी नै टिप्नु होला। तपाईँहरूले पनि खान सक्नुहुन्छ त। म भिडियो फेरि पनि बनाउँछु। नमस्कार, तपाईँहरूले हेर्नु होला, यो निङ्ग्रो यस्तो हुन्छ, अनि यस्तो हुन्छ, अनि यस्तो पनि हुन्छ, अनि यस्तो पनि हुन्छ, अनि यस्तो हुन्छ, अनि यस्तो हुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ निङ्ग्रो कस्तो हुन्छ भनेर, हेर्नु सक्नुहुन्छ। यस्तो निङ्ग्रोहरू पनि हुन्छ। यस्तोमा अहिले चाहिँ म धेरै निङ्ग्रो भएको ठाउँतिर पसिसकेको छु। अनि यस्तो यस्तो भित्र निङ्ग्रो हुन्छ। त्यही पस्नु अल्छी नमान्नु, झड्का नमान्नुहोस्। तपाईँहरू धेरै अल्छी मान्नुहुन्छ र झड्का मान्नुहुन्छ। अल्छी नमानिकन यस्तो भित्र, यस्तो झोरीभित्र पनि टिप्न सक्नुहुन्छ तपाईँहरू निङ्ग्रो। घर लगेर भुटेर खाएपछि त एकदम मिठो, फ्राई गरेर खाएपछि मिठो हुन्छ। त्यसै कारणले गर्दाखेरि अल्छी नगर्नु होला। यतातिर पनि छ, हेर्नुहोस्। अहिले चाहिँ म निकै निङ्ग्रो भएको ठाउँमा पसिसकेको छु। अनि अहिले चाहिँ म निङ्ग्रो टिपेर देखाउँदैछु। म फेरि पनि देखाउँछु। तपाईँहरूले निङ्ग्रो 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 यस्तो झोलामा थापेर लान सक्नुहुन्छ। यस्तो निङ्ग्रोहरू छ त, हेर्नु होला। निङ्ग्रो यस्तो ठाउँमा हुन्छ। अनि यस्तो खोलाहरू पनि हुन्छ। यस्तो भित्र चाहिँ खोला छ, यो खोलामा पनि हुन्छ निङ्ग्रो। अहिले चाहिँ म यतापट्टिबाट टिप्दै जाँदैछु। तपाईँहरू पनि टिप्नु सक्नुहुन्छ निङ्ग्रो। फेरि पनि यसको पाटो म देखाउँछु। नमस्कार नमस्कार, हार्दिक स्वागत छ। पानी आउँदैछ, यहाँ निङ्ग्रो हेर्नुहोस्, पानीमा यसरी निङ्ग्रो हुन्छ। अनि तपाईँहरू टिप्नु सक्नुहुन्छ। मैले अहिले चाहिँ निङ्ग्रो देखाउनु गइरहेको छैन। यहाँ हेर्नुहोस्, छोटो छोटो छ, तर अहिले चाहिँ यो छोटो भएको कारणले नदेख, कोही ठाउँ छोटो कोही ठाउँ लामो हुन्छ। अनि अहिले चाहिँ म निङ्ग्रो टिप्नु गइरहेको छु। यस्तो निङ्ग्रोहरू छ, तपाईँहरू टिप्नु सक्नुहुन्छ, खानु पनि सक्नुहुन्छ है त। टिपेर फ्राई गरेर खानु सक्नुहुन्छ, एकदम मिठो हुन्छ। तपाईँहरूले निङ्ग्रो देख्नुभएको छैन भने मलाई भन्नु होला। मलाई भन्नु होइन, तपाईँहरूले पनि यसो टिपेर खान सक्नुहुन्छ। तपाईँहरूले यस्तो अलैँची घारीभित्र निङ्ग्रो छ, अनि यस्तो कालोभित्र हेर्नुहोस्। अहिले चाहिँ अलिक मौसमको कारणले गर्दा राम्रो देखेको छैन। यो भित्र अहिले चाहिँ पानी आउला आउला जस्तो छ। म चाहिँ अहिले अलैँची भित्रबाट निङ्ग्रो टिप्दैछु। अनि
यो निङ्ग्रो टिपेर चाहिँ यसरी खानुपर्ने हुन्छ। अनि मैले चाहिँ अहिले यस्तो भित्र निङ्ग्रो टिप्दैछु। हेर्नु होला, मैले यो चाहिँ एउटा लामो भिडियो बनाएको छु, सबैजनाले हेर्नु होला। यस्तो हुन्छ निङ्ग्रो। धन्यवाद। नमस्कार। यस्तो पानीमा निङ्ग्रो हुन्छ। अघि चाहिँ म पानी अलिअलि भएकोमा अहिले पनि पानी र अघि पनि पानी नै थियो, अहिले चाहिँ बग्ने पानीमा छु म। निङ्ग्रो अब लगभग निङ्ग्रो पनि छ छनु चाहिँ, त्यही पनि निङ्ग्रो यस्तो हुन्छ पानी बगेकोमा। अनि यस्तो भित्र नि हुन्छ यस्तो। तपाईँहरू टिप्नु सक्नुहुन्छ, खानु सक्नुहुन्छ। तपाईँहरूले यो भिडियो हेरेर चाहिँ निङ्ग्रो टिपेर खान सक्नुहुन्छ। यो पनि छ निङ्ग्रो। अनि यतातिर यस्तो पनि हुन्छ निङ्ग्रो, हेर्नु है त, यतातिर पनि हुन्छ। यो टिपेर खान सक्नुहुन्छ तपाईँहरूले। अनि यस्तो छ, तपाईँहरूले मलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। म मिलन खालिङराई बिदा हुन्छु। अहिले म घर पुग्न गएको कारणले गर्दाखेरि तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट गरिदिनु। थ्याङ्क यू, बाई बाई। अहिले चाहिँ मैले यति नै भिडियो बनाएको हो, फेरि म अर्को भिडियो बनाउन चाहन्छु। थ्याङ्क यू, बाई बाई।